कहाँबाट? हेलो दिदी, हजुर त्यो माथि पसलमा छ कि छैन तपाईँको पसलमा चाहिँ? म त छैन नि ए अनि दाइ कहाँ? सानो मुद्दा भएर साइडमा हो 5 हजार ल्याइदिनुहोस् न। ए अनि यो त्यही माइक मात्र नि चल्छ होला नि, त्यो मोबाइलमा नजोडे नि? चल्छ, कति भन्नुभयो? चलिहाल्छ नि। मोबाइलमा चाहिँ भन्दैन। ए कति भन्नुभएको छ त? त्यो 1200 हो, 1100 दिनु न तपाईँलाई। मसँग त पैसै छैन, म त 200 रुपियाँ दिने हो। हजुर मसँग त पैसै छैन, 200 रुपियाँ दिने हो भने। 200 200मा दिने भए लिएर जानु पऱ्यो। म त बोकेर गएँ, अब आए नि आओस् नआए नि नआओस्। अनि यो आइफोनमा त्यो जोड्ने जाने मलाई कामै छैन नि। ल एकचोटि दाइलाई फोन गरेर सोध्छु है त। काम चाहिँ सिद्धो। अब 4 बजी भने 4:30 भयो। त्यसमा त के चाहिँ गर्नु छ हामीले? गर्मीले चाहिँ झनै मऱ्यो भने अझै काम त थियो, तर गर्न मन लागेन, गर्मी धेरै भयो नि। अब भोलि बिहान 6:30 बजीतिर उठेर आउनुपर्छ अनि गर्नुपर्छ। छैन ट्र्याक्टरहरूको चाहिँ न साइड लाइट हुन्छ अनि थानै हुँदैन क्या, कता हाल्छ न, न ओह्रालो झार्नु लाग्यो न सिधै जानु लाग्यो। साइड लाइटै बल्दैन, कतिले दाम लाग्यो, मैले चाहिँ मिलाएकै छैन। सल्लाह त ओभरटेक गर्नु दिनु नै होइन त।
ओभरटेक गर्दा पेल्ने गाडीहरूलाई चाहिँ त्यस्तै गर्नुपर्ने हो क्या खास चाहिँ। उनीहरूलाई ओभरटेक दिनु हुँदैन। केटीले चलाइरहेको रहेछ अहिले एटिट्युड देखायो होला नि त। मान्छे चाहिँ म अलिकति आफ्नै पाराको आफूलाई जस्तो व्यवहार गर्छु आफै त्यस्तो व्यवहार गर्दैन। अब हामीले ओभरटेक गर्न खोज्दाखेरि साइडै छोड्दैनन् कस्तो खेलेको त्यहाँनिर अनि स्कुटर झन्डै ठोक्काएको थियो त्यो। अर्को रङ साइडबाट ओभरटेक गर्नु पऱ्यो अर्का लेनतिर जाँदाखेरि अनि ठोक्यो भने त त्यही हुनाले उसलाई पनि ओभरटेक गर्नुलाई नदेशिँदा आनन्द। बिचरा एकचोटि त प्रेसर पनि हाई भयो होला यार। साढे 4 कति भयो ત્યારે बाटो जाम नभएको थियो। जाम गऱ्यो भने रस्तै गाडो हुन्छ। 1 घन्टा लाग्छ यार जाम गऱ्यो भने। छैन यही मौका जानलाई। त्यहाँबाट सिधा जानलाई गाह्रोले होइन जाम हुन्छ भनेर उहाँ 1 घन्टा बाटो घुम्नु पऱ्यो। जाममा बसिरहने इरिटेट भएर आउँछ क्या। काममा पर्खेर बस्नु।
नहेरी किन बाटो काट्नु यार कस्तो पछाडि कसरी आइरहेछ यस्तो मान्छेहरू देखेर चाहिँ सिधै गरेर हान्नु जस्तो लाग्छ यताको साइड लाइट बालिरहेछ उतापट्टि ल्याम्म छिट्छ अघि हामीले यहीँबाट सामान लगाएको थियो अब यहीँनिर लगाएर सामान सजाउँ पहिला सामान बनाएर ल्याइदिएपछि त लगिदिनु पऱ्यो नि 4 बजी भने 5 बजीमा भन्दै थियो नहुने 5 बज्यो अगाडिको मोबाइल पसलमा जाने हो एउटा माइक्रोफोन किनेको त हेलो खोइ दाइ त्यो एउटा माइक्रो ब्लुटुथ कनेक्ट भएको माइक हेलो दिदी त्यो माथि पसलमा छ कि छैन तपाईँको पसलमा चाहिँ अनि दाइ कहाँ अनि यो त्यही माइक मात्र नि चल्छ होला नि त्यो मोबाइलमा नजोडे नि
कति भन्नुभयो? चलिहाल्छ नि मोबाइलमा देख्नु पर्दैन ए कति भन्नुभएको छ त? त्यो 1200 हो 1100 दिनु न तपाईँलाई मसँग त पैसै छैन, म त 200 रुपियाँ दिने हो। हजुर मसँग त पैसै छैन, 200 रुपियाँ दिने हो भने। कति 200 200मा दिने भए लिएर जानु पऱ्यो। म त बोकेर गएँ, अब आए नि आओस् न आएन नआओस्। अनि यो आइफोनमा त्यो जोड्ने जाने मलाई कामै छैन अनि। ल एकचोटि दाइलाई फोन गरेर सोध्छु है त। म अहिले एकछिनमा आउँछु नि त नभए। माइक किन्नु भनेको माइकै कनेक्ट भएन भने ब्लुटुथै कनेक्ट भएन। अब आइफोनको रहेछ, आइफोनको अब त्यो हो कि न टाइप-सीको नि हुने हो त्यो चाहिँ मलाई पनि थाहा भएन, त्यही हुनाले गर्नु खोजेको। कनेक्टै नभएको ठिकै छ। अब दाइ बेलुका आउँछन् रे, अहिले एकछिनमा आउनुपर्छ कोठामा गएर एकछिन रेस्ट गर्ने, अनि त्यसपछि आउनु बल्ल। सानो छ गाडी ठुलो छ, के भने सानो बाटोमा गाडी चाहिँ ठुलो छ। उताबाट एउटा के आयो भने चाहिँ हामी बाटो नै साइड ल्याउनु पुग्दैन।
ल म चाहिँ ग्यारेजमा आइपुगेँ